जय हो। म लक्ष्मण थापा मगर। म एउटा सानो उदाहरण दिन चाहन्छु। यहाँ हाम्रा नेपाल देशका दुखाने जनता र यी चोर दलाल भ्रष्टाचारी नेताहरूको विषयमा। जस्तै हाम्रो घर परिवारमा हाम्रो अभिभावकले जस्तो कर्म गर्नुभयो अथवा गर्नुहुन्छ त्यस्तै छोराछोरीमाथि त्यस्तै व्यवहार हुन्छ। जस्तै हाम्रो घरमा हाम्रो बा अथवा आमाले कुकर्म गर्नुभयो, चोर हुनुभयो, दलाल हुनुभयो, भ्रष्टाचारी हुनुभयो, बलात्कारी हुनुभयो र त्यसको असर जुन हामीमाथि हुन्छ, गाउँ समाज छरछिमेकले हेर्ने दृष्टिकोण गर्ने विचार र अवहेला जुन छोराछोरीमाथि हुन्छ हो त्यस्तै ठ्याक्कै हाम्रो देशका चोर नेताहरूले गर्दाखेरि हामीमाथि त्यो अपमान, त्यो दुर्व्यवहार, त्यो विभेद हामीमाथि भइरहेको छ। नेपाल देशका यी चोर नेताहरू, प्रधानमन्त्री भन्ने नेताहरू अथवा राष्ट्रपति भन्ने नेताहरू हाम्रा अभिभावक हुन्। यी अभिभावकले राम्रो काम नगरिदिएको कारण र अर्थतन्त्र र यो राज्य व्यवस्था ठिक नगर्नुको कारण हामीले जुनसुकै देशमा गए पनि हामीमाथि अपमान भइरहेको छ, हामीमाथि दुर्व्यवहार भइरहेको छ। नेपाली भनेपछि एकदमै घृणा गर्छ। हामी अहिले भारतको सिमलामा मजदुर गरिरहेका छौँ। हामी एउटा सर्वहारा वर्ग मजदुर मान्छे हौँ। त्यसले गर्दाखेरि नेपाल र भारत धर्म, भाषा, संस्कृति लगभग एक जस्तै छ र यही हाम्रो जो रोटीबेटीको सम्बन्ध भन्छन् त्यो देशमा पनि हामीले इज्जत पाएका छैनौँ। हामीले शिर झुकाउनु परेको छ। नेपाली भनेपछि एकदमै दुर्व्यवहार विभेद गर्ने भइरहेको छ। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भनेपछि यी दलाल भ्रष्ट, यी गणतन्त्रको नाममा लुतन्त्र मचाइरहेका छन्। यी दलालहरूलाई ले गर्दाखेरि हामीले यहाँ यो शास्ति भोगिरहनु परेको छ। र जुन अहिले दुर्गाप्रसाद दाइले जुन मुद्दा उठाउनु भएको छ, सर्वहारा वर्ग भुइँ मान्छेको मुद्दा बोकेर हिँड्नु भएको छ, उहाँको लागि सलाम छ। म एकदमै साथ सपोर्ट गर्दछु। जुनसुकै तन्त्र आए तापनि तर हामी जस्तो मजदुर सर्वहारा वर्ग मान्छेको उत्थान हुनुपर्ने तर भइरहेको छैन। र यी हाम्रा देशका जनता पनि त्यस्तै छन् र चुनाव आए पनि भात र मासु रक्सीमा बिग्ने खाएका छन्। त्यसले गर्दाखेरि नेपाली जनताहरूले पनि आफ्नो पहिचान, आफ्नो स्वाभिमान र आफूलाई झुकाउने काम आफै गरिरहेका छन्। र अहिले कुनै पनि विकल्प नभएपछि अब सबै जनता फ्रस्ट्रेसन भएर राजतन्त्र जिन्दाबाद भन्न बाध्य भएका छन्। र म पनि एउटा मगरको छोरा हो। म पनि भन्न चाहन्छु राजतन्त्र जिन्दाबाद। दुर्गाप्रसादले अथवा रापरपाले जुन मुद्दा बोकिरहेको छ त्यसको लागि सलाम छ। म एकदम साथ सपोर्ट गर्न चाहन्छु। धन्यवाद। जय हो।